कटिङमा भएको मान्छेले यत्रो भात खानुहुन्छ? आज र भोलि चाहिँ मेरो कार्ब लोडिङ फेज हो। यो फेजमा हामी के गर्छौँ भने हाम्रो मसलभित्रको ग्लाइकोजनलाई फेरि भरिदिन्छौँ ताकि मसल राउन्ड, फुल अनि भास्कुलर देखियोस्। कार्ब लोडिङमा के हुन्छ त? पहिलो कुरा हाई कार्ब्स। प्रति पाउन्ड बडी वेट अनुसार 3 देखि 4 ग्राम कार्ब्स लिने, त्यो पनि क्लिन कार्ब्स मात्र। दोस्रो कुरा प्रोटिन मोडरेट राखिन्छ, लगभग 1 देखि 1.2 ग्राम प्रति पाउन्ड बडी वेट। तेस्रो कुरा फ्याट धेरै कम राखिन्छ, 0.2 ग्राम प्रति पाउन्ड भन्दा तल, किनभने धेरै फ्याट खाँदा डाइजेसन स्लो हुन्छ अनि फिजिक सफ्ट देखिन्छ। अनि सोडियम र वाटर म्यानेजमेन्ट पनि उत्तिकै इम्पोर्टेन्ट हुन्छ। सोडियम अथवा नुन थर्सडेसम्म नर्मल राख्ने र फ्राइडे बेलुका मात्र अलिकति कम गर्ने। वाटर थर्सडेमा 5 देखि 6 लिटर जति र फ्राइडेबाट बिस्तारै 3 देखि 4 लिटरमा ल्याउने। यसरी गर्दा मसलभित्र ग्लाइकोजन राम्रोसँग स्टोर हुन्छ, शरीरको बाहिरी पानी घटेर स्किन टाइट र ड्राई देखिन्छ